ठ्याक्कै 1 महिना भयो मैले कीर्तिपुरको यात्रा सुरु गरेको। मैले केही औपचारिक कार्यक्रमहरूमा भाग लिइसकेँ, किनभने मैले नियुक्ति लिएर पदस्थापन गर्ने बित्तिकै त्रिवी दिवस आएको थियो। त्यसकारण मैले कर्मचारी तथा शिक्षक साथीहरूसँग अन्तर्क्रिया गर्ने मौका पाएको थिएँ। केही विद्यार्थी प्रतिनिधिहरू त त्यहाँ हुनुहुन्थ्यो, तर विद्यार्थीहरूलाई नै सम्बोधन गरेर विद्यार्थीहरूकै कार्यक्रममा उपस्थित भएको यो मेरो पहिलो कार्यक्रम हो। त्यो भनेमा सायद यो दैवले जुराएको होला। स्टार्टअप भनेको नै यस्तै होला। मेरो स्टार्टअप पनि विद्यार्थीहरूसँग आजको यो कार्यक्रमबाट नै सुरु भयो। हुन त शोभा गेवालीजीसँग अलि अगाडि यो कार्यक्रमको बारेमा केही छलफल भएको थियो, तथापि म विश्वविद्यालयमा टोटल्ली अर्गनाइज भइसकेको छैन, मिस भइराखेको थियो। हिजो बेलुका मात्रै लेट आवरमा म त यो कार्यक्रमको प्रमुख अतिथि भनिसक्दाखेरि आई वाज अल्सो सक्ड। म आफै प्रमुख अतिथि हुनुपर्ने, मेरो अब समहाउ देयर वाज अ कम्युनिकेसन ग्याप। इट वाज अलरेडी लेट, 6 बजेतिर बेलुका मात्रै भइसकेपछि देन आई स्टार्टेड कोअर्डिनेटिङ वेयर आई सुड गो। कहाँ हो यो त मलाई पनि थाहा छैन। यहाँको त मैले सबै फ्याकल्टीहरू विभागहरू घुमेको पनि छैन। अनि सचिवालयका साथीहरूलाई कुरा गरेँ, मलाई लगिदिनुहोस् है भोलि बिहान भन्ने सिलसिलाबाट हामी आज सुरुवात गर्दैछौँ, तपाईँहरूसँग भेट्दैछौँ। तर कहिलेकाहीँ यस्तै योजना नबनाइएका सम्भावनाबाट निस्केको कुराहरू सफल पनि हुनसक्छ, दिगो पनि हुनसक्छ। त्यसकारण मैले यसलाई एउटा संयोगकै रूपमा लिएको छु। अघि हाम्रो प्राध्यापक साथीहरूले भनिराख्नु भएको थियो, विशेष गरेर म्यानेजमेन्टका मास्टर्स लेभलका विद्यार्थीहरू हुनुहुन्छ। हुन त अब म यो स्टार्टअपको विज्ञ पनि होइन, अभियन्ता हो कि होइन पनि थाहा छैन। योभन्दा अगाडि मैले अर्को विश्वविद्यालय नेतृत्व गरेको थिएँ, यहाँहरू सबैलाई थाहा छ। त्यो भनेर मलाई केही पनि थाहा छैन यो भनेर भन्न पनि सक्दिनँ, भन्नु मेरो पदीय दायित्वले दिँदा पनि दिँदैन। र त्यहाँ म कम्तीमा मेरो जिम्मेवारीमा भइराख्दाखेरि मैले फेरि केही गर्नै पर्ने बाध्यता पनि थियो। किनभने आजको उच्च शिक्षा कक्षा कोठामा पढाएर किताबमा भएको ज्ञानलाई हामी शिक्षकको माध्यमबाट विद्यार्थीमा मात्रै बाँड्यो भने त्यो उच्च शिक्षाको उद्देश्य पूर्ति हुँदैन भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त थिएँ। मैले जति बुझेको थिएँ, केही प्रयासहरू मैले पनि गरेको थिएँ। आज भाइस चान्सलर, त्योभन्दा अगाडि म रजिस्ट्रार, डिन हुँदाखेरि, त्यस कारण मैले अरू धेरै कुरा, नयाँ कुराहरू भन्न नसके पनि केही मेरा अनुभवहरू म सेयर गर्न अनुमति चाहन्छु। छोटोमा म्याडमले मलाई भनिराख्नु भएको थियो, सर मोटिभेट गरिदिनु पर्यो। हामी मोटिभेट विद्यार्थीलाई अथवा युवाहरूलाई मोटिभेट गर्ने होइन, त्यो हाम्रो आवश्यकता हो। युवाहरू जति सशक्त हुन्छन्, जति उनीहरूले राम्रो सोचहरू बनाएर त्यो सोचलाई कार्यान्वयन गर्छन्, हामी बिस्तारै आफूले काम गरेर ढल्किँदै गएको उमेर समूहलाई तपाईँहरूका गतिविधिले सपोर्ट गर्छ, हाम्रो जीवन सुखी हुन्छ। त्यसकारण यो खालि तपाईँहरूलाई मोटिभेट गर्नलाई पनि होइन, हाम्रै सुख, सुस्वास्थ्य, समृद्धिको लागि पनि तपाईँहरूमा जहिले पनि नयाँ सोच आइराख्नुपर्ने हुन्छ र त्यो सोचलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ। म एउटा एकदमै इनोभेटिभ इन्ट्रेस्टिङ स्टार्टअपको उत्पादन हुँ। भोला थापा आज यहाँ तपाईँहरू माझमा आज उभिन सकेको छ भने त्यो यस्तै सोच र इनोभेटिभ एक्टिभिटीको कारण हो। त्यो हो काठमाडौँ विश्वविद्यालय। जुन बेला देशमा त्रिभुवन विश्वविद्यालय मात्रै थियो, उच्च शिक्षाको जिम्मेवारी यसले मात्रै लिनुपर्ने बाध्यता थियो, गर्न भ्याइराखेका थिएन, नयाँ नयाँ सोचलाई उच्च शिक्षामा छिराउन सकिराखेको थिएन, लगानी गर्न सकिएका थिएन,
तत्कालीन त्रिभुवन विश्वविद्यालयकै प्राध्यापकहरू मिलेर सोच बनाउनु भयो। उहाँहरूले भन्नुहुन्थ्यो हामीसँग खल्तीमा 100 रुपियाँ पनि थिएन, एकजना कर्मचारीलाई दिन सक्ने तलब पनि थिएन, तर उहाँहरूले नयाँ विश्वविद्यालयको अवधारणा सरकारलाई प्रस्तुत गर्नुभयो, स्वीकृति पाउनुभयो। 1 पैसा सरकारबाट पाएको पनि होइन, तर त्यो विश्वविद्यालय खडा भयो। त्यो विश्वविद्यालयमा म तपाईहरू जस्तै उमेरमा ब्याचलर गरेर पढाउन छिरेको हुँ। तत्कालीन अवस्थामा त्यही नै सोच थियो, त्यो स्टार्टअप थियो र आज देशमा थुप्रै विश्वविद्यालय छन्, थुप्रै हायर एजुकेसन इन्स्टिट्युसन छन्। भोलिको दिनमा अझ त्यसैबाट लर्न भएर आजकै स्वरूपको विश्वविद्यालयहरू रहला जस्तो लाग्दैन मलाई। विभिन्न नयाँ किसिमका उच्च शैक्षिक संस्था आउन सक्छ। जसरी हामी विश्वविद्यालयमा नयाँ विश्वविद्यालय खुल्यो, त्यो स्टार्टअपकै रूपमा लिन्छु म, र हामी काम गर्दै सेवा गर्दै गयौँ। जो आजको सभाध्यक्ष हुनुहुन्छ उहाँका श्रीमान र तत्कालीन अवस्थाको राजनैतिक परिवर्तन पछि अर्को सोच हो। देशमा सूचना सञ्चारमा वृद्धि हुनुपर्छ। थाहा छैन उहाँहरूसँग कति पैसा थियो, तर सोच भयो देशमा अर्को ट्याब्लोइड आउनुपर्छ, अर्को दैनिक राष्ट्रिय पत्रिका आउनुपर्छ, किनभने सुसूचित गर्नको लागि सरकारी निकायले मात्रै सम्भावना छैन। त्यो बेलाको लागि त्यो सोच थियो। आजको लागि त्यो साधारण हुनसक्छ, जसले पनि पत्रिका निकाल्न सक्छ। हामी त आज हात हातमा हाम्रो कम्युनिकेसन सिस्टम अथवा मिडिया भइसक्यो। त्यसकारण कुनै कुनै सोच त्यो बेलाको लागि मात्रै सान्दर्भिक हुन्छ। आज मसँग राम्रो सोच छ, म यसलाई 10 वर्षपछि लागू गर्छु भने पनि त्यसको कुनै पनि सान्दर्भिकता नहुन सक्छ। यो आज हामी स्टार्टअप भनिराखे पनि अब हुन त म्यानेजमेन्टका प्राध्यापकज्यूहरू हुनुहुन्छ, मैले त्यति धृष्टता त गर्दिनँ, तर राजनीतिक रूपमा भएका नाराहरू जस्तै हुने। राजनीतिक पार्टीहरूले समाजलाई परिवर्तन गर्नलाई जुन राजनीतिक नारा दिएर आफू चुनावमा होम्बिन्छ, यो स्टार्टअप आज भनिराख्दाखेरि पनि म्यानेजमेन्टमा युवाहरूलाई उत्प्रेरणा गर्नको लागि नयाँ नयाँ नारा जन्मिराखेको हुन्छ। मैले जुन बेला काठमाडौँ विश्वविद्यालयमा पढाउन सुरु गरेँ, म त्योभन्दा केही वर्ष अगाडि म भारतमा ब्याचलर गरेको हो, इन्जिनियरिङ गरेको, नेपाल सरकारले मलाई पढ्न पठाएको हो। 80s र 90s को दौरानमा आइसक्दाखेरि अब इन्जिनियरिङमा म्यानेजमेन्टमा यो पढाउने मात्रै होइन, व्यवसाय सुरु गर्नुपर्छ। किन त्योभन्दा अगाडिको कोर्स सायद MBS थियो होला। जुन बेला MBA को प्रोग्राम पहिलोचोटि काठमाडौँ युनिभर्सिटीमा लन्च भयो, एन्टरप्रेन्योरसिप भन्ने शब्द संसारमा आइसकेको थियो र हामीले एडप्ट गऱ्यौँ। र इट्स नट ओन्ली इन द म्यानेजमेन्ट एजुकेसन, काठमाडौँ विश्वविद्यालयका सबै अन्डर ग्रेजुएट प्रोग्रामहरू, स्पेसली इन्जिनियरिङ साइन्समा पनि प्रत्येक स्टुडेन्टले जे पढ्छ विश्वविद्यालयमा एउटा कोर्स चाहिँ नै एन्टरप्रेन्योरसिप पढ्नुपर्छ भनेर 1994 देखि लन्च भएको हो। र त्यो बेलामा पनि हामीले त्यही भन्यौँ, अब पढ्ने ज्ञान आर्जन गर्नको लागि मात्रै होइन, केही सेवा गर्नको लागि हो, केही उत्पादन गर्नको लागि हो। त्यो भनेको एन्टरप्रेन्योरसिप भनेर भन्यौँ। सायद आज पनि हामी एन्टरप्रेन्योरसिप भन्दै आइरहेका त छौँ। जसरी काठमाडौँ विश्वविद्यालयमा मैले भने, काठमाडौँ विश्वविद्यालय एउटा नयाँ सोच थियो, म त्यहाँको उत्पादन हुँ। पेसागत रूपमा म मेकानिकल इन्जिनियर हुँ र मेकानिकल इन्जिनियरिङको हाइएस्ट डिग्री PhD लिने मेरो यात्रा पनि यस्तै एउटा संयोगले जुराइदिएको हो। एन्टरप्रेन्योरसिपको दौरानबाट नयाँ टर्मिनोलोजी फेरि हायर एजुकेसनमा इन्ट्रोड्युस भएको थियो। 2000 को दशकमा आइराख्दाखेरि त्यो भनेको चाहिँ इनोभेसन हो। हुन त हामी आज यहाँ बल्ल इनोभेसन भनेर माननीय मन्त्रीज्यू महावीर पुञ्ज्यूले त्रिभुवन विश्वविद्यालयकै हातामा इनोभेसन सेन्टर खोल्नु भएको छ, तर अर्ली 2000 मा संसारका म्युनिसिपालिटिजहरूले अब मेरो आफ्नो म्युनिसिपल एरियामा, आफ्नो एरियामा राम्रो मान्छेहरू ल्याउनुपर्छ, राम्रो व्यवसाय ल्याउनुपर्छ भनेर म्युनिसिपालिटिजहरूले इनोभेसन सेन्टर स्थापना गरेको थियो। म्युनिसिपालिटिजहरूले स्थापना गरेको इनोभेसन सेन्टरहरूमा ह्युमन रिसोर्सको कमी हुन्छ। त्यहाँ त उसले
कर्मचारी ल्याउन सक्दैन भनेर युनिभर्सिटीहरूसँग टाइ अप भएर म्युनिसिपल इनोभेसन सेन्टर र युनिभर्सिटीहरूमा इनोभेसन भएको इनोभेसन सेन्टर टाइ अप गरेको थियो। म त्यस्तै एउटा इनोभेसन सेन्टर भित्र भएको आजको भाषामा भयो भने त्यो स्टार्टअप हो, त्यसको उत्पादन हो। किनभने मैले नर्वेबाट पिएचडी गरेको हुँ। नर्वेमा हाइड्रो पावरको लागि टर्बाइन बनाउनको लागि मेरो प्रोफेसरले आफ्नो विद्यार्थीलाई अब मैले नयाँ टर्बाइनको कन्सेप्ट डिजाइन गरेँ, नाउ इट सुड बी कन्भर्टेड इन्टु द बिजनेस भनिसकेपछि त्यही क्याम्पसको एउटा कोठामा त्यही पिएचडी सकिएको विद्यार्थी चाहिँ नि त्यसको सिइओ, त्यसको ओनर चाहिँ नि मेरो सुपरभाइजर र त्यो स्टुडेन्ट अनि 2-4 जना बन्नुभयो। त्यो कम्पनी इस्टाब्लिस भएको र त्यो कम्पनीलाई उहाँहरूले एकजना विशिष्ट विद्वानलाई अध्यक्ष बनाउनु पर्यो भनेर उहाँहरूले छान्नु भएको रहेछ। र प्रोफेसर इङ्गे योहान्सन भने जसले काठमाडौँ विश्वविद्यालयको डेभलपमेन्टको दौरान हामीलाई धेरै सहयोग गर्नुभएको थियो, उहाँ नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको फर्मर भाइस चान्सलर हुनुहुन्थ्यो। उहाँले त्यो सानो स्टार्ट कम्पनी जहाँ 2 जना कर्मचारी, त्यही 2टा मेरो प्रोफेसर र ऊ भएको त्यतिको लागि एउटा कम्पनी इस्टाब्लिस गरिराख्दाखेरि अब धेरै मान्छे खोज्नु पर्यो यो टर्बाइन कहाँ बेच्ने भन्यो भने यो टर्बाइन त नेपालमा बेच्ने, किनभने नर्वेमा सबै हाइड्रो पावर फुलफिल भइसकेको थियो। यो टर्बाइन अब भविष्यमा हाइड्रो पावर कहाँ बन्छ भन्यो भने दक्षिण एसिया नेपालमा बन्छ भनिसकेपछि नेपालको मान्छे एकजना ल्याएर पढाउन पायो भने त यो त्यहीँ बेच्न पाइन्छ भनेर मैले पिएचडीको एडमिसन त्यो युनिभर्सिटीमा त्यो स्मल टर्बाइन पार्टनर भन्ने कम्पनी मार्फत पाएको हुँ। त्यस कारण त्यो स्टार्टअप है र म त्यहाँ बस्दै त्यो कम्पनी त्यो प्रोफेसर र जसले पिएचडी गर्नुभएको थियो उहाँले ठुलो मूल्यमा बेचिदिनु भयो, अर्को कम्पनी खोल्नु भयो। फेरि त्यस्तै टर्बाइनकै अर्को कम्पनी, त्यसलाई चाहिँ नि कमर्सियली अर्कोले लिएर गयो, त्यो बेच्नु भयो। कारण म प्रत्यक्ष उदाहरण हुँ, मैले नजिकबाट देखिराखेको छु, मैले नजिकबाट अनुभव गरिराखेको छु। त्यस्ता इनोभेसनहरू जुन साइन्टिफिक डिस्कभरी त छँदैछ, इनोभेसनहरू र त्यसलाई व्यवसायमा बदल्नको लागि सोच हुनुपर्छ र त्यो सोच भनेको विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूबाट आउँछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु। किनभने यसको मैले भने पुनः यो मैले आफैले अनुभव गरेको हुँ। एन्टरप्रेन्योरसिप र बिजनेस एन्टरप्रेन्योरसिप र इनोभेसन सेन्टर पछिको यात्रामा अब यो आइडिया मात्रै भएर पनि भएन, इनोभेसन भएर मात्रै पनि भएन। त्यसपछिको यात्रामा अर्को आएको टर्मिनोलोजी भनेको बिजनेस इन्क्युबेसन हो। हालाकि हामी त्रिभुवन विश्वविद्यालय बिजनेस इन्क्युबेसन सेन्टर अब स्थापना गरेको छौँ, तर हामी फेरि केही समयपछि यो पनि ढिलो हुन्छ। किनभने यो बिजनेस इन्क्युबेसन भनेको त मैले भने नि अघि त्यो स्मल टर्बाइन पार्टनर भन्ने कम्पनीलाई त्यही बेलामा इन्क्युबेट गर्यो युनिभर्सिटीले छोडिदियो। तर त्यस्ता कुराहरू धेरै बन्नु पर्यो भने बिजनेस इन्क्युबेसन सेन्टर धेरै भयो, आइडिया पनि आयो, बिजनेस इन्क्युबेट पनि गर्यो। अब फेरि बजारमा लानु पर्यो भने त्यो विश्वविद्यालयले गरेर बसिराख्नु हुँदैन थियो। किनभने विश्वविद्यालय उद्यमी होइन, विश्वविद्यालयले त्यही मात्रै गरेर बस्यो भने विश्वविद्यालय अल्छी हुन्छ। त्यहाँबाट जुन दिनदेखि पैसा आउन थाल्छ प्राध्यापकले नि काम गर्दैन, विद्यार्थीले पनि काम गर्दैन। पैसा भएपछि मान्छेलाई सुख हुन्छ, किन काम गर्ने? जहिले पनि दरिद्रतामा हुनुपर्छ, हामीलाई जहिले पनि त्यो भोक हुनुपर्छ। त्यो कम्पनीहरूलाई त्यहाँबाट इन्क्युबेसनबाट बाहिर लिएर जाओस्, सकेसम्म छिटो लिएर जाओस् भनेर युरोप र युनाइटेड स्टेट्समा त्यो 2010 को दशकमा टेक्नोलोजी ट्रान्सफर अर्गनाइजेसन भनेर इन्टायरली बिजनेस इन्टिटीको रूपमा आयो। किनिहाल्ने त्यो कम्पनीलाई लगेर बेचिदिइहाल्ने, प्राध्यापकहरूले नयाँ आइडिया बनायो भने 1-2 वर्षको बिचमा ठुलो मूल्य दिएर लगिदिइहाल्ने, ताकि त्यो प्राध्यापक फेरि अर्को नयाँ आइडियामा काम गरोस् भनेर। टेक्नोलोजी ट्रान्सफर अर्गनाइजेसनको कुरा हाम्रो देशमा धेरै हुनै पाएन। बिजनेस एन्टरप्रेन्योरसिप, इनोभेसन, बिजनेस इन्क्युबेसनसम्म भयो, तर टेक्नोलोजी ट्रान्सफरको हाम्रो धेरै भएन। किनभने अहिले हुन खोजेको चाहिँ त्यो हो, बैङ्कले अब पैसा लगानी गर्छु भनेको, अघि म्याडमले भनिराख्नु भएको हाम्रो यस्तो स्किम छ,
होइन। अब सरकारको पनि निकाय छ, त्यो झन्डै त्यस्तै अवधारणामा हो जस्तो लाग्छ मलाई। र अहिले आजकल सबैको मुखमा भएको चाहिँ नि स्टार्टअप्स। अब स्टार्टअप्स हो। स्टार्टअप्स भनेको इट्स नट नेसेसरी त्यो विश्वविद्यालयमा पढेर अथवा केही नयाँ ज्ञान गरेर मात्रै हुनुपर्छ भन्ने छैन। समथिङ विच यु क्यान कन्भर्ट इन्टु द बिजनेस इन अ भेरी सर्ट पिरियड अफ टाइम, होइन, विथ मिनिमल इन्भेस्टमेन्ट, विथ मिनिमम ह्युमन रिसोर्स इन्गेज। अहिलेको लागि स्टार्टअप भनेको त्यही नै हो, ठुलो उद्योगको परिकल्पना गरेको होइन। किनभने उद्योगमा जाउन्जेलसम्म फेरि अर्को थुप्रै कुराहरू हुन्छ। त्यस कारण यो स्टार्टअप भनिराख्दाखेरि कहिलेकाहीँ हामी यही नै फेरि अल्मलिन्छौँ। र म यो कन्फेस पनि गर्छु, स्पेसली हामी म्यानेजमेन्टको फ्याकल्टीहरू हुनुहुन्छ, हामी टिचरहरू, कहिलेकाहीँ हामी टिचर पैसाको लोभ लागेर हामी बिजनेसम्यान बन्न खोज्छौँ, स्टार्टअप इन्क्युबेसन हामी गर्न खोज्छौँ, त्यो पनि फेल हुन्छ। किनभने हामी त्यसको लागि तयारै होइन, हाम्रो जिन्दगी गइसक्यो, हामी त पढाउने हो, होइन। तर पैसा आउँछ कि भन्ने हिसाबमा स्टार्टअप मै खोलौँ कि मै गरौँ कि भन्ने हुन्छ, द्याट्स रङ। हामी त मोटिभेट गर्ने हो, बिजनेस इन्क्युबेट गरिदिने हो, गर्नुहोस् है तपाईँहरू, म त फेरि पढाउन थाल्छु, नयाँ आइडियामा आउँछु भन्ने हो। त्यस कारण युनिभर्सिटीहरूले कहिलेकाहीँ त्यहाँ पनि डाइरेक्ट गर्छ, यो बेचिहाल है, सुरु गर अनि बेचिहाल पनि भन्छ। स्टार्टअप्स चाहिँ नि युथहरूलाई हो, तपाईँहरूले गर्ने हो। किन तपाईँहरू पनि त्यहाँबाट फेरि जम्प गर्दै जाने हो। एउटा स्टार्टअपलाई लिएर जिन्दगीभरि बसियो भने के पनि हुन सक्दैन। त्यसकारण यो मेरो अनुरोध। अब यो मैले मुखले भन्ने मात्रै हो, कि मैले भने नि त टिचरलाई त भन्दिनँ सहिलो छ, यस्तो गर्नुपर्छ उस्तो गरिदिनुपर्छ। कुनै बेलामा म पनि अब के भन्ने त्यसलाई अन्टरप्रेनर हुन कोसिस गरेको थिएँ। पढेर आएँ इन्डियाबाट, इन्जिनियर मान्छे, फुर्ती ठुलो थियो, काठमाडौँ विश्वविद्यालय जोइन गरिसकेका थिइनँ, एउटा संस्थानमा काम गर्थेँ, नेपाल सरकारमा काम गर्थेँ। म पनि अन्टरप्रेनर हुनु पऱ्यो, किनभने मैले अन्टरप्रेनर पढेको छु। कम्पनी दर्ता गरेँ, काम पनि गरेँ सानोतिनो, तर 2 वर्षमा आई वाज मतलब के भन्नु, म चाहिँ नि आई एम अ फेल्ड अन्टरप्रेनर। त्यो मेरो विधा होइन रहेछ। त्यो कम्पनी बन्द अफिसियल्ली मैले त्यो उद्योग विभागमा गरेको पनि छैन, तर त्यो कम्पनी दर्ता गरेपछि त्यसलाई बुझाउनु पर्ने राजस्व बुझाएर मैले त्यो बेला, किन आम्दानी पनि भएन, ट्याक्स पनि बुझाएको छैन, केही छैन, त्यो कम्पनी गयो, त्यो अब सिद्धियो, होइन। मैले भने म आफू, तर जिन्दगीमा मैले भन्न चाहिँ सक्छु, म पनि कुनै दिनमा एउटा सानो अन्टरप्रेनर हुने कोसिस गरेको थिएँ भनेर। मैले अब आफू त सकिनँ, त्यसमा अरू सबैले सक्दैनन् भनेर छोड्ने हो कि के हो भन्दाखेरि, मैले हाम्रो त्रिभुवन विश्वविद्यालयको इन्क्युबेसन सेन्टरको डिप्युटी डाइरेक्टर भन्नुहुन्छ सरलाई, प्रमोद पौडेल सर हुनुहुन्छ यहाँ। मैले उहाँलाई बिहान यो देखेपछि बोलाएँ, मैले अहिले आज बोलाएको छु। अस्ति म त्यहाँ फुत्त प्लानै नभइकन उहाँहरूकोमा पनि पस्दिएँ। त्रिभुवन विश्वविद्यालयको बिजनेस इन्क्युबेसन सेन्टरले सर्टेन एक्टिभिटी अगाडि बढाइसकेको छ। त्यहाँ हामीले पनि इन्भेस्टमेन्ट गर्न सक्ने अथवा फन्डिङ गर्न सक्ने हामीसँग केही प्रोभिजन छ सर, हाम्रो केही गाइडलाइनहरू एप्रुभल हुनुपर्ने छ भने हुनाले मैले उहाँलाई यहाँ बोलाएको हो। किनभने भोलि त्यहाँ त्यस्तै गरेर अप्लाई गर्ने, त्यहाँबाट पनि फन्डिङ लिने तपाईँहरू हुन सक्नुहुन्छ। त्यसको लागि मैले कहाँ के एप्रुभल गरिदिनु पर्छ म गर्छु भनेर उहाँलाई यहाँ बोलाएको हो। र यो भनिराख्दाखेरि मैले भने काठमाडौँ युनिभर्सिटीमा बिजनेस इन्क्युबेसन सेन्टर भनेर अफिसियल्ली स्टार्ट नहुँदाखेरि मैले भने म रजिस्ट्रार थिएँ, एउटा रजिस्ट्रारको रूपमा एउटा रिस्क त लिनुपर्छ भन्ने हिसाबमा 2010 नै सायद लाग्छ मलाई ठ्याक्क नम्बर याद भएन, 5वटा कम्पनीमा मैले इन्भेस्ट गरिदिएँ काठमाडौँ युनिभर्सिटीको पैसा, 5वटा कम्पनीमा। हुन त यहाँ आजकल साथीहरूलाई केही गरौँ कि भन्यो भने यहाँ त आलेपले समाज छ, मलेपले समाज छ, बेरुजु हुन्छ भनेर अलिकति अगाडि बढ्न चाहनुहुन्न। तर काठमाडौँ विश्वविद्यालय पनि सार्वजनिक संस्था हो नि। मैले काठमाडौँ विश्वविद्यालयको मार्फत 5वटा जति कम्पनीमा लगानी गरिदिएँ। लगानी गर्नलाई नियम छ छैन, विश्वविद्यालयले लगानी गर्नुहुन्छ कि हुँदैन, सबैले हुँदैन भने लेखाले त झन् हुँदै हुँदैन भन्छ। तर पनि मैले लगानी गरेँ 2-2 लाख रुपियाँ 5वटा कम्पनीमा। 5वटा कम्पनीमध्ये एउटा कम्पनी अहिले ठुलो, एकदमै ठुलो भएको छ, फाइकस बायोटेक भनेर खोज्नुहोस्, बायोटेक्नोलोजीको फाइकस बायो। उनीहरूलाई हामीले जस्तै एउटा करिडरमा 2टा टेबल दिएर अलिकति टेस्ट ट्युब दिएर ल तिमीहरू टिस्यु कल्चर गर भनेर सुरु गरेको हो। सायद बुढानकण्ठमा ठुलो प्रपर्टी छ जस्तो छ, झापामा प्रपर्टी छ जस्तो छ, मलाई थाहा छैन। तर त्यो 2 लाख रुपियाँ जुन दिएको थियो नि, इट्स नट अ ग्रान्ट, त्यो काठमाडौँ विश्वविद्यालयको लगानी हो।
भोलि कुनै दिनमा त्यसको सेयर ठुलो भएछ भनेर उहाँहरू इमान्दार भन्नुभएछ भने तपाईँले 2 लाख रुपियाँ लगानी गर्नुभएको थियो, यसको भ्यालु यति भएछ भनेर फिर्ता दिनुहुन्छ। र कम्पनी रजिस्ट्रार कार्यालयमा त्यो 2 लाख रुपियाँ हाम्रो नाममा सेयर रजिस्टर गर्न सकेनौँ। नसकेपछि विश्वविद्यालय भनेको पनि व्यक्ति सरह हो, यसले व्यक्ति सरह लेनदेन गर्न पाउँछ भन्ने के यस्तो नियम रहेछ। त्यो कम्पनी र काठमाडौँ विश्वविद्यालयको हैसियतमा म आज रजिस्ट्रार द्विपक्षीय सम्झौता गरेका छौँ। तपाईँलाई व्यवसाय गर्नलाई 2 लाख रुपियाँ दिएँ, यो 2 लाख रुपियाँको नाफा आयो भने तपाईँको बुक भ्यालुमा जे हुन्छ भोलि पर्सि विश्वविद्यालयलाई दिनुपर्छ भनेर द्विपक्षीय सम्झौता छ हैन। लकिली मलाई अहिलेसम्म अख्तियारले लगेको छैन हैन, लगेको छैन। किन दिस पैसा यत्रो पैसा कमाएछ भनेर मलाई अहिलेसम्म लगेको छैन। तर लिडरले रिस्क लिनु सक्नुपर्छ, स्पेसल्ली स्टार्टअपमा लिनै पर्छ। स्टार्टअप सबै कम्पनी सफल हुँदैन, डुब्छ, डुब्नै पर्छ, डुबेरै सिक्ने हो। त्यसकारण हाम्रो मारवाडी समुदायमा भनाइ छ भनिन्छ, जति व्यवसाय डुब्यो त्यसको उहाँको बुवाहरूले त्यति धेरै पैसा दिनुहुन्छ अरे, यसले चाहिँ जान्यो अब यसले भोलि बढी व्यवसाय गर्छ भनेर। स्टार्टअप भनेको त्यही हो। त्यसकारण यहाँ तपाईँहरू नडराउनुहोस्, ट्राई गर्नुहोस्। इफ इट फेल्स डजन्ट म्याटर। र मैले अहिले डेपुटी डाइरेक्टर साहबलाई बोलाएको पनि त्यो हो। मैले अहिले उहाँलाई भने त्यो कागज कहाँ छ ल्याउनुहोस्, म सही गर्छु भनेर भनेको छु। जुन हाम्रो गाइडलाइन कहाँ छ ल्याउनुहोस्, म सही गर्छु। किनभने देशमा यति सम्भावना छ हैन। फेरि म भन्छु, कहिलेकाहीँ मारवाडीहरूले भन्नुहुन्थ्यो अरे भनेर सुनेको छु, अथवा इन्डियनहरूले नेपालमा त बाटोभरि पैसा खस्या छ, नेपालीले देख्दैन, हामी टिप्दै हिँड्छौँ भनेर भन्नुहुन्छ अरे भनेर सुनेको थिएँ। मलाई पनि लाग्छ हाम्रो जताततै पैसा खसेको छ, हामीले देखेनौँ र टिप्न जानेनौँ। म्याडमले त्यहाँ बसिराख्दाखेरि मलाई त्यो आफ्नो एउटा औँठी देखाउनु भयो, रुबी हो थाहा छैन, यो यहाँ बनाएको हो, यो हामीले बाहिर पनि पठाएको छु भनेर भन्नुभयो हैन। डोल्पाको स्टोन त्यो हाम्रो लागि ढुङ्गा, यहाँ लात्तीले हान्दै मैले कति हिँडेको छु अहिले भर्खर हैन। हाम्रो भनाइ छ नि, चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड, हामी त्यस्तै हो हैन। मैले जे पनि त्यो रिसोर्स हो भनेर हामीले त्यसलाई सदुपयोग गरेर व्यवसायमा बदल्न सक्यौँ भने हाम्रो समृद्धिको लागि हामी कहीँ जानु पर्दैन, भौतारिनु पर्दैन। र मैले यो फेरि मैले भनिराखेको होइन, आई हेभ बिन ट्राइङ टु पर्सुएड कन्टिन्युअसली, आई हेभ बिन ट्राइङ टु लिङ्क कन्टिन्युअसली। र काठमाडौँ विश्वविद्यालयमा उपकुलपति भइसकेपछि, हुन त म मेकानिकल इन्जिनियरिङको प्रोफेसरको रूपमा मेरो लामो यात्रा रह्यो। मैले भने सबैजना इन्जिनियर बन्नु पर्दैन यो देशमा। यो देशको इकोनोमीमा कसैले कन्ट्रिब्युट गरेको छ भने लोअर लेभल टेक्निसियन्स, कारिगरहरूले हो, शिल्पीहरूले हो। हामी सम्पदा काठमाडौँ, भक्तपुर, ललितपुरको त्यो दरबार स्क्वायर देखाएर बेचेर हामी अहिले पर्यटन गरिरहेका छौँ। त्यो इन्जिनियरले बनाएको होइन, त्यो हाम्रा शिल्पीले बनाएका हुन्। हिजो हामीले धेरै युद्ध जित्यौँ, विदेशबाट ल्याएको हतियारले होइन, आफ्नै गाउँघरमा भएको लोहारले, कामीले बनाएको खुकुरीले हो। त्यसकारण त्यो गर्नलाई भयङ्कर ठुलो इनोभेसन चाहिँदैन, व्यवसायलाई अलिकति बदल्ने हो। खुकुरीको नाममा ब्रिटिस गोर्खाले आफ्नो साम्राज्य विस्तार गर्यो। हामी आज हाम्रो प्रत्येक घरबाट हिजो खुकुरीले सबै काम हुन्थ्यो, आज हामी स्विस नाइफ र किचन नाइफ खोज्छौँ। हाम्रो खुकुरीमा के पनि एड गरेनौँ। 200 वर्ष स्विस नाइफमा युएसबी आयो भने युएसबी हाल्छ, अहिले त सायद क्युआर कोड पनि हाल्छ होला स्विस नाइफमा। स्विस आर्मीलाई जे चाहिन्छ त्यो एउटा सानो स्विस नाइफमा हाल्छ। 200 ग्रामको स्विस नाइफ $5000 बेच्छ। हामी हाम्रो खुकुरी हिजोको दिनमा गोर्खा ब्रिटिस आर्मीसम्म बेच्यौँ होला, आज त्यो बन्द भयो। हाम्रो शिल्पीसँग, हाम्रो आफ्नो भएको रैथाने स्रोतसँग, चाहे त्यो हाम्रो डाँडा पाखामा भएको ढुङ्गा गिट्टी होस्, बालुवामा भएको मिनरल होस्, अथवा हाम्रो बारीमा यहाँ उब्जेका जडीबुटीदेखि लिएर साना पात पतिङ्गर होस्, त्यो हाम्रो स्रोत हो। त्यो स्रोतलाई बिचरा गाउँघरमा अलिअलि उपयोग गरिराख्नु भएको छ। व्यवसायमा बदल्नुहोस्, तपाईँहरू अर्को बिल गेट्स हुनुहुन्छ।
अर्को इलन मस्क हुनुहुन्छ। इलन मस्क र बिल गेट्सले गरेको जस्तै आइटी मात्रैको त्यो स्टार्टअप नसोच्नुहोस्। हाम्रो मैले भने बालुवाबाट छानेर एउटा ढुङ्गा ल्याउनु भयो भने त्यहाँ तपाईँले हिरा भेट्नुहुन्छ। र मैले अब यो अलिकति ट्रान्सफर्मेसन हुनुपर्छ भनेर ब्याचलर्स इन क्राफ्ट्स एन्ड डिजाइन भनेर मेकानिकल इन्जिनियरिङ र फाइन आर्ट्सको ब्लेन्डेड एउटा प्रोग्राम काठमाडौँ युनिभर्सिटीमा छ। र म्याडमले भन्नुभएको जस्तै सबै हाम्रा हस्तकलादेखि लिएर परम्परागत शिल्प होइन, आज हामीले बिर्स्यौँ। दैलेखको साबर इटालीको लेदरभन्दा पपुलर थियो, त्योभन्दा बहुउपयोगी थियो। आज हामीले साबर बनाउने स्किल बिर्स्यौँ, प्रविधि बिर्स्यौँ। आज मलाई पनि कहिलेकाहीँ दबाब दिनुहुन्छ साथीहरू, सर लेदर टेक्नोलोजी इन्ट्रोड्युस गर्नुहोस् त युनिभर्सिटीमा भनेर। मलाई यति थाहा छ कि मैले बनाएको लेदर टेक्नोलोजीको इन्जिनियरले छाला छुँदैन, उसले कम्प्युटर छुन्छ, छाला छुँदैन। त्यसकारण यो मैले तपाईँहरूलाई यदि मोटिभेट गर्न पर्छ भने यही नै मोटिभेट गर्छु। हाम्रो सम्भावना छ। र हुन त अब रुबीजी हुनुहुन्छ, म्याडम आफै एउटा सञ्चार गृहसँग आबद्ध हुनुहुन्छ, केही फरक परेन। के भने विगत 1 वर्षदेखि मैले कला र इन्जिनियरिङको नाममा हाम्रो परम्परागत ज्ञान शिल्प र पेसागत हाम्रो के अरे पुर्ख्यौली सिपको नाममा 1 वर्ष मैले शौर्य दैनिकमा आर्ट इन्जिनियरिङको सिरिज लेखेको छु। म्याडमले भनेको जस्तै यो औँलामा भएको बहुमूल्य पत्थरहरू जस्तै धेरै कुरा, धेरै सम्भावनाहरू त्यहाँ मैले उल्लेख गरेको छु। यहाँहरूलाई कुनै दिन मन लाग्यो भने हेर्नु होला। साँच्चीकै भिसी सरले त खालि गफ मात्रै गर्नुभएको हो कि केही कुरा उठान पनि गर्नुभएको छ भन्ने हिसाबमा हेर्नु होला। मैले यति किन भने म पनि पहिलोचोटि त्रिभुवन विश्वविद्यालयमा आएर विद्यार्थीहरूलाई एड्रेस गर्दैछु। र यहाँ आउँदाखेरि यत्रो विरासतमा मेरो केही पब्लिक स्टेटमेन्ट पनि सुन्नुभएको होला। म टियुलाई केयु बनाउन आएको होइन, टियुलाई यहाँभन्दा माथि अझ ठुलो टियु बनाउन आएको हो। तपाईँहरूको आफ्नै विरासत छ। मैले केयुमा बसेर मैले धुलिखेल र काठमाडौँभन्दा बाहेक अरू केही गर्न सकिनँ। आज मैले केही भनेको कुराले सायद यो ताप्लेजुङदेखि लिएर दार्चुलासम्म पुग्छ यो कुरा, र सम्भावना त्यहाँ छ। त्यसकारण पनि मैले केही समय जति हतार भए पनि लिएर गएँ, किनभने मैले छोटो समयमा फेरि हिजो मात्रै मैले यो प्लान गरे हुनाले मैले अनुरोध गरेको थिएँ म यहाँबाट चाँडै बिदा हुन्छु। किनभने मैले जबसम्म विश्वविद्यालयमा सिनेट अर्गनाइज गर्न सक्दिनँ, बजेट पास गर्न सक्दिनँ, मेरो जिम्मेवारी पुरा हुँदैन। त्यस कारण मैले अहिले सबै छोडेर त्यो काममा लाग्छु भनेर भनेको छु। यति भनिराख्दाखेरि पनि कम्तीमा त्रिभुवन विश्वविद्यालयको तपाईँ विद्यार्थीहरू अहिलेको यो देशको व्यवसाय कसैले धानेको छ भने मैले यो पनि खुल्लाम रूपमा भनेको छु, यो त्रिभुवन विश्वविद्यालयकै अलुम्नाइले धानेको छ। एक थोरै मात्रै होला हामी विदेशमा पुरा एजुकेसन विदेशमा लिएर आएर नेपालमा उद्यमी भएर काम गरेको। विदेशमा पढेर आयो भने त हामी यति विज्ञ हुन्छौँ कि फेरि वर्ल्ड ब्याङ्क र एडिबीको काम गर्न जान्छौँ, उद्यमी हुँदैनौँ। तपाईँहरू चाहिँ नि उद्यमी भइदिनु होला। किनभने तपाईँहरू उद्यमी भइदिनु भयो भने, तपाईँहरूले स्टार्टअपमा इन्गेज भइदिनु भयो भने त्यो दिगो हुन्छ। नभए हामी जस्ता सो कल्ड एकदम विद्वानहरू आफ्नो लागि चाहिँ हामी संसारमा गएर जहाँ जति डलर पनि कमाउन सक्छौँ, तर अर्कोको लागि सहयोगी हुन सकेनौँ। तपाईँहरू भइदिनु होला। त्यसको लागि एज अ भाइस चान्सलर मैले जे नीति बनाउनुपर्छ, जे निर्णय गर्नुपर्छ र जहाँ जहाँ गएर कटौरो थापेर पैसा ल्याइदिनुपर्छ, म त्यसको लागि प्रतिबद्ध छु। यति भन्दै मलाई यो अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिँदै यहाँहरूबाट बिदा पनि हुन्छु। सायद मलाई बिदा दिनुहुन्छ होला आयोजकहरूले। नमस्कार। स्टार्टअप समिट नेपाल 2026